छैन, थिएन र रहने छैन। तर यहाँ त्यो गरिबीको पाठ बिहानदेखि साँझसम्म पढाइन्छ र त्यो पढाउने काममा हाम्रा विद्वानहरू, हाम्रा राजनेताहरू सबै लागि पर्नु भएको छ। यो हाम्रो लागि दुर्भाग्य हो। एउटा स्वस्थ मान्छेलाई पनि 100 जना मान्छेले विविध रूपमा तिम्रो त अनुहार अलि मलिनो देख्छु, बिरामी छौ कि, तिमी हिँड्दा त लडखडाए जस्तो मान्छु, बिरामी छौ कि, तिम्रो अलिकति तलाई ठिक लागिरहेको छैन, बोलेको अलिकति फरक देख्छु, बिरामी छौ कि भन्ने हो भने बेलुकासम्ममा त्यो मान्छे आइसियुमा भर्ना हुन्छ। र आज हामीले नेपाललाई आइसियुमा भर्ना गर्नका लागि निरन्तर लागिरहेका छौँ। यसबाट जाग्न जरुरी छ र नेपालको महत्त्वलाई विश्व सामु ल्याउन जरुरी छ। यो काममा ढिलाइ भएको छ र ढिलाइ हुनुका मुख्य कारणमा के देखिन्छ भन्दा अहिले हामी एकदम नजिक छौँ र एकदम टाढा छौँ। संविधानको गते नजिक छ, संविधान टाढा छ जस्तो लाग्छ। त्यो अवस्थामा अहिले के देखिरहेका छौँ भने नेपाललाई वास्तवमै विश्व सामु दिनाउनका निम्ति के गर्नुपर्छ भन्ने चिन्तन भन्दा हाम्रा निज स्वार्थहरू कसरी पुरा हुन सक्छन् भन्ने निज चिन्तनमा चाहिँ हामी रोमलिएका छौँ। आजभन्दा 36 वर्ष अगाडि योगको जन्म र विकास भूमि नेपाल हो र नेपालको हिमवत खण्डमा शिव सभ्यताका रूपमा योगको जन्म र विकास भयो र यो क्रमशः फेरि नेपालबाट भारत विश्वभरि फैलियो। यो सन्देश संसारभरि जानुपर्छ भनेर सुरु नेपालबाट भयो। विश्व योग दिवस र योग संवतको नामबाट शुभारम्भ भयो र यो क्रममा एउटा नेपालको व्यक्तिले, नेपालका नागरिकले कसरी प्रचार गर्न सक्थे त्यो हैसियतबाट यसको प्रचार पनि भयो र गत वर्षहरूका कार्यक्रमहरूलाई हेर्ने हो भने साना ठुला गरेर विश्वका 21-22 वटा देशमा कार्यक्रमहरू भएका थिए। अब एउटा अहिले नयाँ कुरा यहाँलाई मैले यो कुरा भन्नै पर्छ कि यही वर्षको युएनको सभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव राख्नुभयो र त्यसपछि त्यो प्रस्ताव राख्ने बित्तिकै हामीले नेपालका प्रधानमन्त्रीदेखि, संस्कृति मन्त्रीदेखि, परराष्ट्र मन्त्रीदेखि सम्पूर्ण निकायमा अनुरोध गर्यौं कि नेपालले यति वर्ष अगाडिदेखि यो काम गर्दै आइरहेको छ र अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव भारतीय प्रधानमन्त्रीले राख्नु राम्रो कुरा हो, तर गते चाहिँ यही 14 जनवरी माघ 1 हुनुपर्छ भनेर राख्छौं। तर हामी कहाँ राष्ट्रिय भावनाको अभाव छ त्यो भन्नै पर्दैन। यो कुरालाई सुनुवाई धेरै भएन। पटक पटक सम्बन्धित क्षेत्रहरूलाई हामीले अनुरोध गर्यौं, त्यो सुनुवाई भएन। प्रतिफल करिब 175 देशको स्वीकृतिमा 21 जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा स्वीकृत गरियो युएनबाट। अब यसमा मलाई के लाग्छ भने एउटा नेपालमा त्यस्तो परिस्थिति छ, यो यहाँहरू सबलाई थाहा छ, मैले यो एक किसिमले पृष्ठपोषण गरे जस्तै हुन सक्छ, तर पनि के भन्दा नेपालमा एउटा परिस्थिति कस्तो छ भने हामी हाम्रो कुरालाई विश्व सामु राख्न लडखडाउँछौँ, डराउँछौँ। एउटा दुईटा व्यक्तिहरूले सुरु गरेको योग दिवसको अभियान लडखडाउनुलाई मैले कुनै नौलो कुरा भन्दिनँ। तत्कालीन समयमा निर्विवाद रूपमा रहेका स्वर्गवासी राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउनु पर्छ भनेर, बुद्ध जन्मिएको देश यसलाई शान्ति क्षेत्र बनाउनु पर्छ भनेर 120 भन्दा बढी देशहरूको स्वीकृति पाउँदा पनि संयुक्त राष्ट्र संघले नेपाललाई शान्ति क्षेत्रका रूपमा घोषणा गर्न सकेन, चाहेन। परिस्थिति
एउटा राजाले त्यो बेलाको निर्विकल्प राजा भनौँ न, त्यति बेला त अरू विरोधाभास कुरा पनि थिएनन्, पछिल्लो कालखण्डको कुरा पनि होइन। अनि एउटा सिंह देशको राजा लाग्दाखेरि त शान्ति क्षेत्र घोषणा हुन सकेन, बुद्ध जन्मिएको देश। र त्यसपछिका दिनमा फेरि हामी विभिन्न किसिमका कुराहरूबाट शान्ति क्षेत्रको अभियानलाई चाहिँ तिरोहित गऱ्यौँ, यो देशबाट समाप्त गऱ्यौँ यो देशबाट। भने अब यो योग दिवसको कुरा अहिले ओझेलमा पर्नुलाई मैले नौलो मान्दिनँ। इतिहासले एक दिन यो कुरालाई उठाउनेछ। अर्को कुरा, 21 जुन योगको कला संस्कृति र विज्ञान या इतिहास केहीको दृष्टिमा पनि महत्त्वपूर्ण दिनभित्र पर्दैन। जबकि यदि हामीले योगका आदि आचार्यहरू पतञ्जलि, कपिल, घेरण्ड या प्राच्य योग संस्कृतिका आधारमा तय गरिएको भए सायद त्यो पनि एउटा महत्त्व राख्यो होला। तर त्यस्तो पनि नगरेर हतारमा गरेको निर्णय 21 जुनलाई अगाडि सारियो। अब प्रश्न उठ्छ, विश्व योग दिवसको जुन चिन्तन छ त्यो चिन्तन अब यहाँ के हुन्छ त? अब यहाँ हामी अहिले दुईटा रूपमा हेर्न सक्छौँ। एउटा त हामी अब यसलाई विश्व योग दिवसको इतिहासमा यसलाई समावेश गर्नका लागि सम्बन्धित निकायलाई अनुरोध गर्नेछौँ। तत्कालीन समयमा मैले भने नेपाल सरकारदेखि लिएर स्वयं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यूसँग पनि 35 वर्षदेखिको यो समग्र इतिहास पठाइएको थियो, तर यो सुनवाई भएन। अब यसमा मैले कुनै विरोधको भाषा बोल्न सुहाउन्न र मैले कुनै देशीय घेरा कोरेर कुरा गर्न पनि सुहाउन्न। म एउटा योगमा लागेको मान्छे हो। एउटा साधु मान्छेको सीमाहरू भनेका असीम हुन्छन्, त्यसैले चाहिँ मैले त्यसरी बोल्न मिल्दैन। र हामीले हरेक दुर्घटनाहरूलाई पनि शुभ सङ्केतका रूपमा हेर्नुपर्ने हुन्छ एउटा साधनाको जीवनमा जिएको मान्छेले। तर यो राष्ट्रले सोच्नुपर्ने थियो, विश्वभरि हरेक देशहरूले आफ्ना मौलिक कुराहरूलाई संस्थागत रूपमा स्थापित गर्नका लागि धेरै ठुला प्रयत्नहरू गरेका हुन्छन्। अहिले योग 3 कोणबाट विश्वमा हेरिएको छ। एउटा दर्शनको क्षेत्रबाट, एउटा शिक्षाको क्षेत्रबाट, एउटा विज्ञानको क्षेत्रबाट त्रिकोणात्मक रूपमा योगलाई अहिले विश्वभरि हेरिएको छ। यो बेलामा विज्ञानको क्षेत्रबाट हेर्दा नसर्ने रोगहरूका लागि अहिले विश्वमा एउटा राम्रो विकल्पका रूपमा योग र प्राकृतिक चिकित्सालाई लिइएको छ। यो बेलामा विभिन्न देशहरूले, जस्तो भारतले आयुर्वेद मेरो भनेको छ, चीनले अकुपङ्चर मेरो भनेको छ, जर्मनीले होमियोप्याथी मेरो भनेको छ, युरोपले एलोप्याथी मेरो भनेको छ, नेपालले योग मेरो भन्न सक्नु पर्थ्यो। र इतिहासको दृष्टिले हेर्दा पनि योगको जन्म र विकास भूमि भनेको नेपाल हो। त्यसमा थुप्रै ऐतिहासिक दस्तावेजहरू छन्, हुँदै पनि ती दस्तावेजहरू ओझेलमा परेका छन्। यहाँहरूलाई मैले अघि भर्खर मैले प्रमुख अतिथिज्यूलाई पनि अनुरोध गरेको थिएँ, यहाँहरूले पनि हेर्नुभयो, थाहा पाउनुहुन्छ। आजभन्दा 3-4 दिन अगाडि मैले युट्युबमा हेर्दै थिएँ, गुफाहरूको बारेमा सर्च गरिरहेको थिएँ। मैले मुस्ताङको गुफाको बारेमा युट्युबभित्र भेटेँ, जहाँ चाहिँ एउटै डाँडामा करिब 100 भन्दा बढी गुफाहरू छन् र 3 देखि 4 तलासम्मका मानव निर्मित प्राचीन गुफाहरू छन्, जुन आजभन्दा 5-7 वर्ष अगाडि ब्रिटिस नागरिकहरूले त्यसलाई फेरि चर्चामा ल्याए र उनीहरूले त्यहाँभित्र भएका हस्तलिखित दस्तावेजहरू पनि लिएर गए। र जियोग्राफी च्यानल जस्तो च्यानलले तिब्बतको अन्तिम अवशेषका रूपमा रहेको गुफा मुस्ताङ भनेर लेखेका छ। त्यति हुँदा पनि हामी यो मुस्ताङ भनेको नेपाल हो, तिब्बत होइन भनेर भन्न सक्दैनौँ। भन्दा हाम्रा थुप्रै यस्ता कुराहरू छन् जसलाई हामीले गुमाएका छौँ। अनि योग नेपालमा जन्मिएर विश्वभरि विकसित भएको कला संस्कृति र विज्ञान हो। त्यसलाई अब हामी गुमाउँदै गइरहेका छौँ। आज विश्वका एक किसिमले भन्दा
मैले यहाँलाई उदाहरणका रूपमा भन्नुपर्छ कि कुनै पनि प्रस्ताव युएनमा जाँदा करिब पनि 25-30 देशको स्वीकृति चाहिन्छ र करिब 3 वर्ष त्यसले पूर्णता पाउन लागेको देखिन्छ। तर योको प्रस्ताव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युएनमा राखेको 96 दिनमा 175 देशले स्वीकृति दिए भनेपछि योग आज कस्तो विषयका रूपमा विश्वभरि स्थापित भएको छ। यसैले संकेत गर्छ विश्वमा यति छिटो कुनै नयाँ प्रस्तावमाथि विश्वभरिका देशहरूले स्वीकृति प्रदान गरेको यो पहिलो रूपमा मानिएको छ। अहिले यसले पनि संकेत गर्छ के भन्दा योगको महत्त्व कति ठुलो रूपमा विश्वले स्वीकार गरेको रहेछ। आज विश्वभरि हेर्ने हो भने स्वास्थ्यका दृष्टिले योगलाई के मुसलमान, के हिन्दू, के इसाई, के बुद्धिस्ट सबले एक मत भएर स्वीकार गरेको पाइन्छ र त्यसमा लागिरहेको पाइन्छ भन्दा यो एउटा सिंह विज्ञानका रूपमा अब समाजमा स्थापित भइसकेको छ। भने नेपालले यो आफ्नो पहिचानको विषय बनाएर लैजाने हो भने नेपालको धेरै उचाइ बढ्ने थियो, गौरव बढ्ने थियो। तर यति बेला यो सोच्ने फुर्सद कसलाई छ? नेपाल सिर्फ हाम्रा लागि त्योभन्दा अतिशयोक्ति नहोला, नेपाल हाम्रा लागि देखाएर भिख माग्ने या देखाएर लुट्ने दुईटा कुरा बनिरहेको त छैन भन्ने कुरा अब विवेकशील नेपालीहरूले सोच्नुपर्छ। यदि हाम्रा सम्पूर्ण कुराहरू समाप्त भए भने भोलि हामी त्यसका आधारमा हाम्रो आफ्नो गौरवलाई विस्तार गर्नेछौँ। केवल योगको कुरा होइन, हामीसँग के देखिन्छ भन्दा मैले यहाँहरूलाई सानो सानो उदाहरण भन्छु। विश्वमा सबैभन्दा पुरानो आयुर्वेद फार्मेसी नेपालमा छ। मल्लकालमा सुरु भएको सिंहदरबार वैद्यखाना योभन्दा प्राचीन फार्मेसी भारतवर्षमा पनि छैन। तर हामीले यसलाई प्राचीन आयुर्वेद फार्मेसीका रूपमा विकसित गरेर यसलाई त विश्वका मान्छेहरू हेर्न आउने ठाउँ बनाउनु पर्ने थियो। हामीले यस्ता कुनै पनि कुरामाथि चासो पैदा गरेका छैनौँ र जबसम्म हामी यो चासो पैदा गर्न सक्दैनौँ, जुन देशको कला, संस्कृति, विज्ञान, सभ्यताहरू समाप्त हुन्छन् त्यो देश बरफमाथि राखेको मृत लास जस्तै हो। त्यो दिन हामीले फेरि त्यहाँभित्र जीवनको स्पन्दन पाउन सक्दैनौँ। त्यो कुरा हामीले बुझ्नु जरुरी छ। नेपालको कुरा गर्दा हामी के देख्छौँ भन्दा यहाँ 3टा सभ्यताहरू सबभन्दा बढी विकसित थिए। प्राचीन समयको शिव सभ्यता जो हिमवत खण्डबाट जन्मियो र विश्वभरि फैलियो। त्यसपछि जनक सभ्यता, जुन सभ्यताले हाम्रो देशको कला, संस्कृति र विज्ञानलाई प्रतिनिधित्व गरेको थियो। र आधुनिक कालखण्डको सभ्यता बुद्ध सभ्यता। मैले 2500 वर्ष अगाडिलाई पनि आधुनिक कालखण्डका रूपमा हेर्छु, किनकि 3टा सभ्यतामा पछिल्लो सभ्यता भनेको बुद्ध सभ्यता हो। यी 3टा सभ्यताहरूमा अत्यन्तै अनौठो कुराहरू भेटिन्छ जुन नेपालभित्र थियो। यहाँहरू देख्नुहुन्छ बुद्धको मूल सिद्धान्तलाई हेर्यो भने के छ? दुःख छ, दुःखको कारण छ, दुःख निवारणको उपाय छ भनेर भन्नुहुन्छ बुद्ध। मान्छेको जीवन दुःखमय छ, त्यसैले दुःखबाट जाग्न सक्छ मान्छे भन्नुहुन्छ। फेरि जनकले के भन्नुहुन्छ? त्यही भएर बुद्धले के गर्नुभयो भन्दाखेरि राजकुमार राज्य छोडेर चक्रवर्ती सम्राट बन्न सक्ने मान्छे राज्य छोडेर जङ्गल जानुभयो, दुःखबाट जागरणको खोज गर्नुभयो। फेरि जनक के भन्नुहुन्छ? सुख छ, सुखको कारण छ, सुखबाट जाग्न सकिन्छ। ठिक्क विपरीत बोल्नुभयो फेरि जनक। अनि उहाँ राज्य सञ्चालन गर्नुभयो। त्यति बेलाको चक्रवर्ती सम्राट बनेर आफ्नो आसन छोड्नु भएन, जङ्गल जानु भएन, सुखका बीचमै सम्बोधिको खोजी गर्नुभयो। फेरि शिवलाई हेर्नु, शिव के भन्नुहुन्छ भन्दा दुःख पनि छ, सुख पनि छ, दुःखको पनि कारण छ, सुखको पनि कारण छ।
दुःखबाट पनि जाग्न सकिन्छ, सुखबाट पनि जाग्न सकिन्छ। समग्र सम्यक सिद्धान्त शिवमा भेटिन्छ। यस्तो तीनटा अत्यन्तै महत्त्वपूर्ण सभ्यताहरूको केन्द्रबिन्दु भनेको नेपाल हो। यो केन्द्रलाई हामीले विश्वभरि विकसित गर्न सक्ने थियौँ, यो कुरालाई हामी सोचेनौँ। र अर्कोतिर हेर्ने हो भने अहिले नारी स्वतन्त्रताका कुरा गर्छौँ हामी। नेपालको सभ्यता तीनटा नारीहरूमा केन्द्रित थियो, हिमालकी गङ्गा, पहाडकी पार्वती र तराईकी सीता। ती नारीहरूले संरक्षित गरेको देश पनि हो यो। नारी सभ्यताको कुरा गर्ने हो भने आदिम कालदेखि अहिलेसम्म हिम्मत खण्डमा गङ्गा, पहाड खण्डमा पार्वती र तराई खण्डमा सीता, यी तीन नारीहरूबाट संरक्षित देश हो यो। यसका बारेमा हामी चर्चा गर्न चाहन्नौँ कहिले पनि। भने नेपालमा अत्यन्त अथाह सम्पदाहरू छन्, चाहे विज्ञानको क्षेत्रबाट हेरौँ हामी, चाहे कलाको क्षेत्रबाट हेरौँ, चाहे योगको क्षेत्रबाट हेरौँ, चाहे संस्कृतिको क्षेत्रबाट हेरौँ। यहाँ जुन विविधता छ त्यो अत्यन्त महत्त्वपूर्ण छ। हामी यो भन्न सक्दैनौँ आज। हामी खालि के भन्न सक्छौँ भन्दा जातिको विविधता छ, त्यसैले जाति जाति लडाइदिनु पर्छ, जाति जाति टुक्राइदिनु पर्छ, जाति जातिका नाममा गाविस बनाइदिनु पर्छ, जिल्ला गाउँ बनाइदिनु पर्छ, जिल्ला बनाइदिनु पर्छ, अञ्चल बनाइदिनु पर्छ भनेका छौँ। हाम्रो विज्ञानका नामबाट, हाम्रा संस्कृतिका नामबाट किन बनाउन सक्दैनौँ हामी? त्यहाँ त लडाइँ हुन्न थियो नि। एउटा शिव प्रदेश बनाइदिए हुन्थ्यो, एउटा जनक प्रदेश बनाइदिए हुन्थ्यो, एउटा बुद्ध प्रदेश बनाइदिए हुन्थ्यो, एउटा सगरमाथा प्रदेश बनाइदिए हुन्थ्यो, एउटा सीता, एउटा गङ्गा, एउटा पार्वती, विभिन्न प्रदेश हामीले बनाउन सक्छौँ। यहाँ हामीले यी कुराहरूलाई कहिल्यै सोचेनौँ। हामीले नेपालको त्यो गौरवलाई सधैँ मेट्न खोज्यौँ। किन मेट्न खोज्यौँ भन्दा मैले के देख्छु भन्दा विश्वभरिको इतिहासलाई हेर्दा जससँग केही पनि क्षमता छैन त्यसले सबभन्दा पहिले सांस्कृतिक आन्दोलनको कुरा गर्छ। जससँग आफ्नो क्षमता छैन त्यसले सांस्कृतिक आन्दोलनको कुरा गर्छ र प्राचीन संस्कृतिलाई भत्काएर नवीन संस्कृतिको कुरा गर्छ। जोसँग आफ्नो क्षमता छैन उसले गर्ने त्यही हो। यदि जोसँग क्षमता छ त्यसले निरन्तर रूपमा चलिआएको संस्कृति भित्रका कुरूपताहरूलाई हटाएर त्यहाँभित्रको सम्पूर्ण सम्पदालाई उजागर गर्न खोज्छ। तर विश्वभरि धेरै विध्वंसक क्रान्तिहरू भए जसले प्राचीन सम्पदाहरूलाई, प्राचीन इतिहासहरूलाई, प्राचीन संस्कृतिहरूलाई सम्पूर्ण रूपमा माटोमा मिलाइदिने र आफूले भनेका कुरा नै संस्कृति हुन् भनेर समाजलाई दिशा भ्रमित गर्ने कोसिस गर्छन्। नत्र भने विश्वभरि हेर्दा विश्वका हरेक देशहरूले आफ्नो प्राचीन इतिहासलाई, प्राचीन संस्कृतिलाई, प्राचीन विज्ञानलाई उठाएरै विश्वमा अग्रपङ्क्तिमा पुगेका हुन्। उनीहरूले तिनी कुराहरूलाई नै समाजमा स्थापित गर्न खोजेर त्यहाँभित्र भएका कुरूपताहरूलाई हटाएर त्यहाँभित्र भएको सत्य तथ्यलाई अगाडि ल्याएर अगाडि बढेका हुन्। भने हामीले ती कुराहरूलाई दिनानुदिन बिर्सँदै गएका छौँ र त्यसलाई पुनर्जागरण गर्नु जरुरी छ, त्यसलाई उठाउनु जरुरी छ। यदि त्यो उठेन भने भोलि हामी के भनेर नेपालको पहिचान दिउँला? कसैले हामीलाई प्रश्न गर्यो, तिम्रो देशमा आजसम्म कतिजना वैज्ञानिक भए भन्दाखेरि कोही पनि भएको छैनन्। विदेशीहरूले भनेको कुरा मात्रै हामीले मानेका छौँ, हाम्रो त केही पनि थिएन। तिम्रो देशमा कतिजना दार्शनिकहरू भए? खै कोही पनि छैन अहिलेसम्म। अरू दार्शनिकले भनेका कुरा मानेका हौँ। कतिजना शिक्षा शास्त्री भए? खै थाहा छैन। शिक्षा शास्त्री त अरूले भनेका मानेका हौँ। हामीले यही त गरिरहेका छौँ अहिले। मैले यहाँ यति बेला भन्नुपर्छ कि तपाईँहरूलाई एउटा उदाहरण भन्छु। नेपालको समग्र प्राच्य शिक्षाको केन्द्रबिन्दु भनेको नेपाल संस्कृत विश्वविद्यालय हो। नेपाल संस्कृत विश्वविद्यालयभित्र निर्माण गरिएको शिक्षा शास्त्रको पाठ्यक्रममा पनि नेपालको एउटा शिक्षा शास्त्रीको नाम छैन कहीँ। जबकि हाम्रा प्राचीन शिक्षा शास्त्रीहरू
विश्वमा पहिलो पटक बोर्डर्स एजुकेसनको परम्परा हामीले सुरु गर्यौं। यो हिम्मत खण्डबाट सुरु गर्यौं। गुरुकुल भनेको के हो? एउटा बच्चालाई 5 वर्षमा लगेर गुरुकुलमा छोड्ने, बोर्डर्स गर्ने, बीचमा दशैं तिहारमा घर ल्याउने पनि होइन, 20 वर्षपछि बल्ल घर लिएर आउने। हामीभन्दा पहिले यो संसारमा बोर्डर्स एजुकेसन कसले सुरु गरेका थियो? गुरुकुल नै विश्वको सबभन्दा पहिलो बोर्डर्स एजुकेसनको केन्द्र थियो। हामीले यी कुराहरूलाई बुझेनौँ। या शिक्षाका क्षेत्रमा हामीले धेरै ठूला कामहरू गरेका छौँ पूर्वमा, विज्ञानका क्षेत्रमा धेरै ठूला काम गरेका छौँ पूर्वमा। समयको भाषा हुन्छ, कहिलेकाहीँ के भन्दा भाषाले अर्को युगमा पुग्दाखेरि त्यही अर्थ राख्दैन। हामी सामान्य रूपमा पनि हेर्दा के देख्छौँ भन्दा एउटा मान्छे इलाममा झापामा नेपाली बोल्छ, अर्को विराटनगरमा बोल्छ, अर्को नारायणघाटमा बोल्छ, अर्को नेपालगञ्जमा बोल्छ, अर्को डडेलधुरामा बोल्छ, जुम्लामा बोल्छ। एउटा जुम्लाको मान्छेले नेपाली बोलेको झापाको मान्छेले ठिकसँग बुझ्दैन, झापाको मान्छेले बोलेको जुम्लाको मान्छेले ठिकसँग बुझ्दैन। जबकि दूरीको हिसाबले हेर्ने हो भने प्लेनबाट गए 1 घण्टाको दूरी हो र मोटरमा गए 24 घण्टाको दूरी हो। यहाँ त भाषाको यति ठुलो अन्तर पर्छ भने 10,000 वर्ष अगाडि बोलिएका भाषाहरू अहिले यहाँसम्म आइपुग्दा त्यो भाषाले प्रतिनिधित्व गर्ने कुरा कस्तो हुन्छ होला। त्यसैले अध्ययन गर्दा जहिले पनि हामीले आजको भाषामा हेर्न सक्दैनौँ, त्यति बेला उभिएर त्यति बेला भनिएका कुराहरूलाई अहिले हामीले बुझ्नुपर्ने हुन्छ। यी कुराले गर्दा पनि हामी कति हाम्रा कला संस्कृति र विज्ञानहरूलाई दिनानुदिन लोप हुनलाई जिम्मेवार भइरहेका छौँ। संसारमा सबभन्दा पहिले कृषिको क्षेत्रमा हेर्ने हो भने अर्ग्यानिक फार्मिङका कुरा सबभन्दा पहिले हामीले सुरु गरेका हौँ। वैदिक कृषि प्रणाली भनेकै जैविक कृषि प्रणाली हो। पञ्चतत्त्वलाई स्वस्थ राखेर बल्ल हामी स्वस्थ हुन सक्छौँ भन्ने चिन्तन हो। त्यो माटोलाई स्वस्थ राख्ने, पानीलाई स्वस्थ राख्ने, हावालाई स्वस्थ राख्ने, घामलाई स्वस्थ राख्ने, आकाशलाई स्वस्थ राख्ने, अनि बल्ल हामी स्वस्थ हुन्छौँ भन्ने चिन्तनले माटो रोगी हुन्छ कि भनेर चिन्तित भए यहाँका मान्छे, पानी रोगी हुन्छ कि भनेर चिन्तित भए यहाँका मान्छे। त्यही भएर जल सम्पदालाई जल संस्कृतिका रूपमा विकास गरे। आज हामी मकर संक्रान्तिका दिन हरेक नदी, हरेक तलाउहरूमा स्नान गर्न जान्छौँ। नदीमा किन स्नान गर्न जान्छौँ? बाथरुममा स्नान गरे पनि त हुन्थ्यो नि, बाथरुम छँदै थियो। नदीमा जानुको अर्थ के हो भन्दाखेरि जल सम्पदाको सम्मान हो। यदि म नदीमा गइनँ भने मैले भोलि नदीको संरक्षण गर्दिनँ। आज त हामी त्यो दिनमा आइसकेका छौँ नि, ढलको बग्दै गरेको पानीलाई शुद्ध बनाएर पिउने पानीका रूपमा विकसित गर्नुपर्ने दिन आइसकेका छ। आज मैले केही दिन अगाडि अमेरिकाका पूर्व राष्ट्रपतिले फ्लोरबाट निस्केको पानी पिउँदै भनेर फोटो चाहिँ सञ्चार मिडियाहरूमा आएको भने अब त्यो दिन आइसकेका छ भने त्यो दिनमा यदि हामी हाम्रा जल सम्पदामा गएर नुहाउन सक्ने परिस्थिति सिर्जना गरेनौँ भने भोलि जल सम्पदा कसले जोगाइदिन्छ? त्यही भएर हाम्रा यस्ता उत्सवहरू, यस्ता पर्वहरू यसले के सङ्केत गर्छ भन्दा त्यो नदीलाई शुद्ध बनाउनु पर्छ भन्ने सङ्केत गर्छ। आज काठमाडौँका जम्मै मान्छे बागमतीमा ननुहाइहुन्न भन्ने संस्कृति हामीभित्र बस्यो भने बागमतीलाई हामीले पिउन मिल्ने बनाउने थियौँ। आज हामीले प्रदूषित किन गर्यौँ भन्दा हामीले संस्कृतिलाई ओझेलमा पार्यौँ। त्यही कारणले हो हामीले आज समग्र रूपमा माटोलाई रोगी बनाएका छौँ। अब जैविक कृषि प्रणाली अब पश्चिमको देन हो भनेर अब हामी भन्दैछौँ आज, जबकि म आफैलाई सम्झना छ, म जति बेला चाहिँ स्कुलमा पढ्थेँ त्यति बेला कृषिको अहिले रेड क्रस, स्काउट भने जस्तै चारपाटे क्लब हुन्थ्यो। जेटिएहरूले आएर तालिम दिनुहुन्थ्यो हामीलाई। त्योभन्दा पहिलेसम्म झारपात कुहाएका कम्पोस्ट मलहरू प्रयोग गरिन्थ्यो, गोबर मलहरू प्रयोग गरिन्थ्यो, हरियो मलहरू प्रयोग गरिन्थ्यो। त्यति बेलाबाट रासायनिक मलको प्रचार गर्नका निम्ति विद्यार्थीहरूलाई प्रयोग गरियो र बहुराष्ट्रिय कम्पनीहरूले हामीलाई प्रशिक्षित गरे। हामीलाई नाम पनि ठिकसँग भन्न आउनु थियो। हामी साना उमेरका हुँदा केराउगेडे मल, चिनी मल भनेर सिकाइन्थ्यो र हामी गाउँ गाउँमा गएर प्रचार गर्थ्यौँ। केराउगेडे मल हाले धेरै अन्न फल्छ, चिनी मल हाले धेरै अन्न फल्छ भनेर।
अनि त्यो गरे बापत हामीलाई हँसिया कोदालो उपहारमा मिल्थ्यो। त्यो हँसिया हाम्रै गर्दन काट्नका लागि थियो भन्ने कुरा चाहिँ हामीले बुझ्नलाई चाहिँ धेरै वर्ष पछाडि आउनु पर्यो। आज जैविक कृषि प्रणाली त्यति बेला जैविक कृषि प्रणाली अपनाएका कारणले नेपाल पिछडिएको थियो र यसलाई सम्पन्न बनाउनका निम्ति हाम्रा सरकारहरूले, हाम्रा वैज्ञानिकहरूले, हाम्रा नीति निर्देशकहरूले रासायनिक कीटनाशक औषधि, रासायनिक मलको केन्द्र बनाइदिए नेपाललाई। फेरि अहिले के भन्दैछन्? पर्माकल्चरको नाममा, अर्ग्यानिक फार्मिङका नाममा फेरि के भन्दैछन् भन्दाखेरि तिमीहरू त जङ्गली रहेछौ, तिमीहरूले राखेका रासायनिक मल, तिमीहरूले राखेका कीटनाशक औषधिहरूले माटोदेखि, पानीदेखि, हावादेखि सबै प्रदूषित भए। त्यसैले अब तिमीले जैविक उत्पादन गरिनौ भने तिम्रो चाहिँ न धान खान्छौ, न मकै खान्छौ, न चिया खान्छौ, न कफी खान्छौ, केही पनि खान्नौ। अब त कस्तो दिन आइसक्यो भन्दा जैविक कपास छैन भने लुगा पनि लाउन्नौ तिमीहरू। अनि पछि आएर रासायनिक कुरा नखुवाइकन हुर्किएको खरायो छैन या भेडा छैन भने तिम्रो ऊन पनि किन्दैनौ। अब डिएनए टेस्ट गरेर अहिले यस्ता कुरा समेत अगाडि आइसकेका छन्। अनि आज यो स्थिति हामी कहाँ आउनु पर्ने त थिएन नि त। अब फेरि यो जैविक खेतीका लागि विदेशीहरू आएर सिकाउनु पर्ने, करोडौं डलर खर्च गर्नुपर्ने यो देशभित्र र गरिबीको फेरि ड्रामा सुरु गर्नुपर्ने। कस्तो दुर्भाग्य हामी कहाँ। त्यसैले हरेक क्षेत्रबाट हेर्दा, चाहे कृषिको क्षेत्र होस्, चाहे चिकित्साको क्षेत्र होस्, चाहे विज्ञानको क्षेत्र होस्, चाहे प्रविधिको क्षेत्र होस्, चाहे कला साहित्यकै क्षेत्र होस्, अब त साहित्य पनि त्यस्तो भइसक्यो। हाम्रा प्राचीन साहित्यहरू या हाम्रा आधुनिक साहित्यहरू पनि पश्चिमी साहित्यहरूको प्रभावमा यति बढी गइसके कि हाम्रा साहित्यहरू चाहिँ यो ट्रेडिसनल माइन्ड भएको मान्छेले लेख्ने कुरा हो भनेर सोच्ने दिन आइसक्यो। अनि यस्तो परिस्थितिमा हामीले हाम्रो आफ्नो गौरवलाई कसरी बचाउन सकौँला, यो कुरामा चिन्तन गर्नुपर्छ यदि हामी सच्चा नेपाली हौँ भने। आज हामी देख्छौँ, आज हाम्रो लागि सौभाग्य पनि हो विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपतिज्यू प्रमुख यहाँ हाम्रा साथ हुनुहुन्छ। भोलिका दिनमा हामी आशा गर्न सक्छौँ कि विश्वमा सबैभन्दा धेरै भेराइटीका जडीबुटीहरू नेपालमा छन्। भनिन्छ केही वर्ष अगाडिको तथ्याङ्क अनुसार 800 भन्दा बढी प्रजातिहरू त यस्ता छन् जुन भारतवर्षमा पनि अप्राप्य छन्। हाम्रा देशका जडीबुटीहरू विश्वका अन्य देशहरूमा पेटेन्ट राइट हुने र हामीले उनीहरूसँग सोधेर हाम्रा जडीबुटीहरू उपयोग गर्नुपर्ने, त्यो दिन कहिलेसम्म रहने? हाम्रा चिजहरूको अनुसन्धान कहिले हुने, खोज कहिले हुने? यसका बारेमा चिन्तन अगाडि बढ्नु जरुरी छ। आज जडीबुटीका क्षेत्रमा विश्वको ध्यान केन्द्रित भइरहेको छ, तर हाम्रो ध्यान अझै केन्द्रित भएको छैन। हामीलाई त हाम्रा जडीबुटी ठिक हुन् भनेर बताइदिन पनि कुनै एउटा विदेशी आउनु पर्छ। हामी खैरो छालामा अङ्ग्रेजीमा बोलेन भने विश्वास गर्ने पिनमा छैन। त्यति भयो भने पक्कै विश्वास गर्छौँ, गलत कुरा भने पनि विश्वास गर्छौँ। हामीले गरिरहेका छौँ। हामी कहाँ धार्मिक भन्नुहोस् या सांस्कृतिक रूपमा के गरिन्थ्यो भन्दा 6 महिनासम्म बच्चालाई अन्न खुवाउनुहुन्न, आमाको दुध मात्रै खुवाउनु पर्छ र दिनमा पटक पटक आमाको दुध खुवाउनु पर्छ र पहिलो पटक अन्न खुवाउने कुरालाई पास्नी गर्ने उत्सवका रूपमा मनाइन्थ्यो जम्मैलाई बोलाएर। बहुराष्ट्रिय कम्पनीहरूले के गरे भन्दाखेरि जन्मिने बित्तिकै आमाको दुधमा राख्नुहुन्न, यसले चाहिँ आमाको दुधमा सम्पूर्ण रूपमा पौष्टिक तत्त्व छैन, त्यसो हुँदाखेरि तिमीले क्यान फुड खुवाउनु पर्छ। सेरेलक्स नम्बर 1, नम्बर 2, नम्बर 3 XYZ खुवाउनु पर्छ भनेर सिकाइयो। र आज हाम्रा डाक्टरहरू पनि त्यसैका पछि MD होलान्, PhD होलान्, त्यसैका पछि दौडिया छन्। उनीहरूलाई विश्वास छैन कि आमाको दुधमा प्रतिरक्षात्मक क्षमता पनि बढी छ र पौष्टिक क्षमता पनि बढी छ। अनि बिस्तारै बहुराष्ट्रिय कम्पनीहरूको प्रचारमा लागेर हामीले आमाको दुध खुवाउनु छाड्यौँ र क्यान फुड खुवाउनु थाल्यौँ बच्चाहरूलाई। अब फेरि 3 वर्ष अगाडिदेखि WHO को ठुलो पैसा
विश्व स्वास्थ्य संगठनको ठुलो पैसा आमाको दुध खुवाउने प्रचारका लागि खर्च भएको थियो। बढीभन्दा बढी आमाको दुध खुवाउनु पर्छ, जसले बच्चालाई कम उमेरमा हुने रोगहरूबाट जोगाउन मद्दत गर्छ। हिजो हामीले त्यही भनेर हामी मूर्ख थियौँ। आज के हाम्रो संस्कृतिले 6 महिनाभन्दा अगाडि दुध बाहेक केही खुवाउनुहुन्न र पटक पटक दुध खुवाउनु पर्छ भन्ने कुरा वैज्ञानिक थियो भनेर हामीले त्यसको पेटेन्ट राइट किन नगर्ने? त्यो पनि एउटा हाम्रो बौद्धिक सम्पत्ति हो। बौद्धिक सम्पत्तिको पेटेन्ट राइट यो देशले गर्नु पर्छै पर्दैन आफ्नो सम्पत्तिको। यो कुरा बुझ्नु जरुरी छ। र यस्ता थुप्रै कुराहरू छन् जुन हामीले गुमाएका छौँ अहिले, जुन हाम्रो संस्कृतिको एउटा हिस्सा थियो। हामी कहाँ स्वास्थ्य भनेको, संस्कृति भनेको, धर्म भनेको भिन्न चिज थिएनन्। किनकि हामी कहाँ स्वास्थ्य भन्ने शब्द नै संस्कृतबाट आएको हो। सो स्थित हो स्वास्थ्य भन्छ। सोमा स्थित हुने अवस्थाको नाम स्वास्थ्य हो। हामी कहाँ सोमा स्थित हुने भने के भन्दा मेरो शरीरको, मेरो मनको, मेरो चेतनाको गुण धर्म कस्तो छ, यसको एनाटोमी फिजियोलोजी के हो, त्यसमा स्थित भएर जीवनलाई चलाउने पद्धतिको नाम स्वास्थ्य हो। हामी कहाँ अङ्ग्रेजीमा जुन हिलिङ शब्द आयो यो ग्रिक भाषाको हेल्थ भन्ने शब्दबाट आएको, जसले के भन्छ भन्दा डिजिज एन्ड नो डिजिज भन्छ। यहाँ रोग र निरोगको कुरा छ, यहाँ स्वास्थ्यको कुरै छैन। तर निरोग भनेको मान्छे, निरोगको आधार के, मापदण्ड के भन्दा प्याथोलोजी, रेडियोलोजीहरूको जाँचबाट, एक्सरे गरेर होला, एमआरआई गरेर होला, सिटी स्क्यान गरेर होला, रगत जाँचेर होला, केही देखियो भने रोगी, देखिएन भने निरोगी। तर सम्पूर्ण जाँच गरेर केही नदेखिएको मान्छे पनि अस्पताल त धाएको धाई छ फेरि। अनि अब केही सिक्न लागेपछि हामी सबै चिकित्साका क्षेत्रका छौँ। केही सिक्न लागेपछि के भन्न पर्छ भन्दाखेरि यो हजारौँ हजार मान्छेलाई देखिने मात्रै एउटा कुरा हो, यसको अहिलेसम्म खोज भएको छैन। खोज सकियो, त्यसपछि हाम्रो ड्युटी पुरा भयो। अहिलेसम्म यसको बारेमा खोज भएको छैन भनेको सकियो। या 5-10 हजार मान्छे मध्ये एकजनालाई हुने समस्या हो, तपाईँलाई भएछ, अब यसलाई मेन्टेन गर्ने हो, अरू केही छैन भनिदिएपछि सकियो। तर हामी जुन स्वास्थ्यको परिकल्पना गरेका थियौँ, हामी स्वास्थ्यको जुन प्रयोग गरेका थियौँ, त्यो स्वास्थ्यले मान्छेलाई समग्र रूपमा, इन्टिग्रेटेड रूपमा कसरी चाहिँ विकसित गर्न सकिन्छ भनेर सोचेको थियो। हामीले खालि शरीरको तहबाट मात्र हेरेनौँ, मनको तहबाट, चेतनाको तहबाट मान्छेभित्रका सम्पूर्ण सम्भावनाहरूलाई कसरी विकसित गर्न सकिन्छ भनेर सोचेका थियौँ। त्यही नै हाम्रो स्वास्थ्यको वास्तव गन्तव्य पनि थियो। र त्यसको प्रतिनिधित्व वैदिक र पूर्ववैदिक कालदेखि नै सबैभन्दा पहिले पूर्ववैदिक कालको, वैदिक कालपछि हामी इतिहास देख्छौँ। किनकि इतिहास देख्नका निम्ति के हामीलाई लिपिबद्ध गरिएका ग्रन्थ चाहिन्छ, कि चाहिँ ताम्रपत्र चाहिन्छ, कि शिलालेख चाहिन्छ, कि केही चाहिन्छ। हामीले इतिहासलाई एउटा आधार बिन्दु बनाउनका लागि वैदिक कालले ग्रन्थहरू निर्माण गरे, वेद निर्माण गरे, उपवेद निर्माण गरे, जसले गर्दाखेरि वैदिक कालखण्डबाट हामीले चाहिँ विश्व इतिहासको एउटा घेरा तयार गर्यौँ। तर वैदिक कालभन्दा पहिलेको पूर्ववैदिक काल जुन छ, त्यो पूर्ववैदिक कालदेखि नै यहाँ एउटा विकसित सभ्यता थियो। यदि पूर्ववैदिक काल विकसित थिएन भने वैदिक काल जन्मिनै सक्ने थिएन। र त्यो पूर्ववैदिक कालको समग्र संरचना भनेको योगमाथि केन्द्रित थियो। र योगभन्दा पनि अगाडि प्राकृतिक जीवन पद्धति थियो, जसलाई आज हामी प्राकृतिक चिकित्सा भन्छौँ। त्यसपछि योग आयो, योगपछि चिकित्साका क्षेत्रमा फेरि आयुर्वेदको उपवेदका रूपमा चाहिँ अथर्ववेदको उपवेदका रूपमा आयुर्वेद आयो। र आयुर्वेदले फेरि सम्पूर्ण कुरालाई प्रयोग गर्यो उपचारका रूपमा। योगले गरेन, योगले मान्छेमाथि मात्रै काम गर्यो, उसले औषधिका कुरा गरेन। अब जब आयुर्वेद आयो यसले औषधिका कुरा गर्यो र यो अलिकति राजसी स्वरूपमा पनि गयो। त्यसरी बिस्तारै फेरि पश्चिमी देशमा आधुनिक चिकित्सा पद्धतिको पनि विकास भयो। यसरी हेर्दा समग्र रूपमा समग्र विज्ञानको केन्द्रबिन्दु पूर्व थियो र पूर्वको केन्द्रबिन्दु नेपाल थियो।
अझ यसलाई विस्तारित रूपमा भन्ने हो भने नेपाल तिब्बत र भारतको बीचमा थियो र त्यसको केन्द्रबिन्दु नेपाल थियो। अब आज समय कम छ, मैले धेरै कुरा बोल्न मिल्दैन, धेरै विद्वानहरूको कुरा सुन्नुपर्छ, तर पनि मैले केही नभनी छोड्न पनि मिल्दैन, किनकि यो अभियान एउटा एक किसिमले भन्दा हामी जहाँ के प्रचलन छ भन्दा उत्तर वाहिनी गङ्गाहरूको पूजा गर्ने चलन छ। त्यो भने के भन्दा जहिले पनि गङ्गा दक्षिण वाहिनी हुन्छ, पानीको गुण भनेको तलतिर बग्ने हो, आगोको गुण भनेको माथितिर जाने हो। त्यसैले चाहिँ तलतिर जाने पानी माथितिर बग्न थाल्यो भने हामी यहाँ पूजा गर्ने चलन छ, त्यसलाई ठुलो तीर्थ मानिन्छ। अब नेपाल चाहिँ नेपाललाई बिर्सिएर बगिरहेको छ, नेपाललाई सम्झाउन बग्ने भनेको उत्तर वाहिनी हो। त्यसैले अब उत्तर वाहिनी चिन्तनको सुरुवात गर्नुपर्छ। त्यो एक दिन स्तुत्य हुन्छ, एक दिन पूजा गर्न लायक हुन्छ। नेपालका विरुद्ध बग्ने दक्षिण वाहिनीहरू, यहाँ दक्षिण वाहिनी भन्दा फेरि दक्षिणका देशहरू नसम्झिनु होला, यहाँ दक्षिण वाहिनी भन्ने बित्तिकै फेरि भारततिरै भन्ने अर्थ लाग्छ, त्यो नसम्झिनु होला। पानीको गति भनेको दक्षिण वाहिनी हो, उत्तर वाहिनी भयो भने त्यसलाई हामीले पूजा गर्छौँ। जहाँ जहाँ उत्तर वाहिनी छन् ती हामीलाई ठुला तीर्थ हुन् भने नेपालको विरुद्ध अहिले नेपालका सम्पूर्ण संरचना बगिरहेका छन्। त्यसो हुँदाखेरि अब नेपालको अनुकूल संरचना विकास गर्ने चिन्तनको अभियान उत्क्रान्ति यो उत्तर वाहिनी हो। यही अभियानको एउटा कालखण्डलाई छुट्याउनको लागि योग सम्वतको सुरुवात भएको हो। योग सम्वत पूर्व र योग सम्वत उत्तर भनेर भोलि दुई कालखण्डहरू बन्ने छन्। हामीलाई आशा छ। हुन त अब नेपालको सरकारी निकायले यो कुरा आज सुन्ने छैन र हिजो 35 वर्ष अगाडि हामीले सुरु गरेको विश्व योग दिवसको श्रेय आज भारतले लियो। अब भोलि योग सम्वत पनि भारतले घोषणा गर्ला, त्यसपछि अनि हामीले 40 वर्ष अगाडि भनेको योग सम्वत भारतले भनेछ भनेर बस्छौँ। हामी आज त्यही ठाउँमा छौँ। तर जति कुरूप भए पनि आमा त आखिर आमा हो, उसलाई छोडेर अर्काकी राम्री आमाका पछि लाग्नु त सकिन्न। नेपालमा कुरूप चिन्तन भएका मान्छेहरूले देश चलाए पनि यो देश छोडेर कहीँ जान त सकिन्न। त्यो बाध्यता हो, व्यवस्था हो। कुरूपै भए पनि आफ्नी आमा आमा नै हो, फेरि त्यो छोडेर जान सकिन्न। त्यसो हुनाले हामी सबै एकजुट बनौँ र नेपालको गौरव गाथा विश्वभरि पुर्याउँ। मैले अहिले देखिरहेको छु दुईजना पत्रकार मित्रहरू हुनुहुन्छ जसले नेपालको गौरव गाथा नेपाली टोपी लाएर एकपटक उठ्दिन्छ। नेपाली टोपी लगाएर यहाँहरूले फेसबुकहरूमा मिडियाहरूमा जहाँ चाहिँ देख्नु भएको होला, उहाँहरू दुईजनाले भारतको समग्र गाउँ गाउँ घुमेर नेपालको गौरव गाथा गाउँदै हिँड्नु भएको छ र अब भारतबाट बाहिर अन्य देशहरूमा जाँदै हुनुहुन्छ। उहाँहरू दुईजना पत्रकार भाइहरू, भाइ पनि नभनौँ, कामले अब दाइ भइसक्नु भएको छ। उमेर मात्रै दाइ भाइको मापदण्ड होइन, दारी कपाल फुल्नु मात्रै दाइ भाइको माप होइन। उहाँहरूले बहुत राम्रो काम गर्नु भएको छ। हामी सबले प्रशंसा दिनुपर्छ। यहाँहरूले संसारमा देखिरहनु भएको होला, उहाँहरूले बहुतै ठुलो काम गर्नु भएको छ। भारतभरि घुमेर भारतका गाउँ गाउँ सकेर अब अन्य देशको तयारीमा हुनुहुन्छ। आज संयोगले यहाँ आइपुग्नु भएछ। उहाँहरूलाई म हार्दिकता व्यक्त गर्छु र अभिनन्दन पनि गर्छु यहाँ सबैको तर्फबाट। यहाँहरूलाई अहिले हामी बोल्न एकपटक यहाँ बोलाउने छौँ। दुईजनालाई नमिल्ला, यहाँहरूले प्रतिनिधित्व गरेर एकजना आइदिनु होला र यहाँहरूको अभियानको बारेमा बताइदिनु। म त्यो आग्रह गर्छु, उद्घोषकजीले उहाँहरूलाई बोलाउनु होला। उहाँले ठुलो काम गर्नुभएको छ नेपालको गौरव गाउने काममा। यस्ता युवाहरू नेपालका लागि हिँड्नुभएको छ, तर यही देशमा राजनीति गरेर, यही देशमा मन्त्री प्रधानमन्त्री भएर, यही देशबाट सम्पूर्ण कुरा लिएका मान्छेहरू नेपालका गौरव गाथा गाउन चुक्नु भएको बेला छ अहिले। त्यो बेलामा हामीले अब बुझ्नुपर्छ, अब युवाहरू झुलमुराउनुपर्छ। आज दुईटाको लाई हामीले यहाँ पाएका छौँ।
अर्को कार्यक्रममा कमसेकम 200 पाइयो भने ठुलो गौरवको कुरा हुन्छ। भने हामीले अब एउटा अब म योभन्दा अगाडि बढ्दिनँ, समय छैन। भोलिका दिनमा हामी यसमा थुप्रै चर्चा गर्नेछौँ। हरेकले यो नेपालको उचाइलाई सगरमाथा भन्दा माथि लैजानुपर्छ। भूगोल कहिलेकाहीँ अग्लो होचो पनि हुन सक्छ। एउटा भूकम्पले सगरमाथाको उचाइ घटाइदिन सक्छ, तर हजारौं भूकम्पहरूले राष्ट्र प्रेमको उचाइ घटाउन सक्दैनन्, आफ्नो राष्ट्रको गौरव गाथा घटाउन सक्दैनन्। सगरमाथा त ठुलो भूकम्प आएर 1000 फिट तल झर्न सक्छ भोलि। त्यो दिनमा हाम्रो देशमा सगरमाथा थियो, विश्वको अग्लो शिखर थियो भन्ने नहुन पनि सक्छ, तर आफ्नो देशको गौरव गाथा भनेको कहिले घट्दैन। यसलाई बढाउनमा हामी सबै लागौं। र आज सबैलाई मञ्चमा बोलाउनु पर्ने जस्ता व्यक्तित्वहरू हुनुहुन्छ यहाँ, र पनि हामीले मञ्चको सीमित दायरालाई हेरेर केहीलाई बोलायौं। यहाँहरू सबै आदरणीय हुनुहुन्छ, सम्मानित हुनु। यहाँहरू सबै आफ्ना आफ्ना क्षेत्रका एउटा सिद्धहस्त हुनुहुन्छ। यहाँहरूलाई पुनः म हार्दिक अभिनन्दन गर्दछु। यहाँहरू आइदिनु भयो र आजको यो योग दिवस र योग सम्बन्धको कार्यक्रम अगाडि बढिरहेको छ। अब हामीले एउटा अनुरोध फेरि गरेका छौँ, त्यो सङ्केत यहाँहरूलाई गरौँ। नेपाल सरकारलाई विश्व योग दिवसको गौरव त गुमाउनु भयो तपाईँहरूले, कमसेकम मकर सङ्क्रान्तिलाई राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरिदिनुहोस् भनेर अनुरोध गरेका छौँ। यदि कतै राष्ट्रिय भावना रहेछ भने सोच्नु होला, रहेनछ भने हामी साधुको जीवन के छ र चिच्याउँदै हिँड्छौँ। जहिलेसम्म हाम्रो शरीर रहला चिच्याउँदै हिँड्छौँ। जुन दिन शरीर छुट्ला छुट्ला। फेरि अब शरीर छुटेपछि पूजा गर्ने ठाउँमा छौँ हामी, तर शरीर रहँदासम्म हाम्रा कुरा सुनिएनन् भने किन अर्थ कसैले शरीर गुमेपछि एउटा फुलको थुङ्गा पनि नचढाउनु जरुरी छैन। एउटा नेपालको गौरव गान गाउने मान्छे मरेछ भनेर सकिदिए हुन्छ, त्योभन्दा धेरै कुरा चाहिन्न। यति भन्दै यहाँबाट यस क्षणका लागि अनुमति चाहन्छु। जय प्रकृति। महत्त्वपूर्ण विचार जानकारीका लागि